नमस्कार। माता सविता आचार्यको युट्युब च्यानल हेरेर बस्नुभएका आदरणीय दर्शकहरूलाई धेरै धेरै स्वागत गर्दै म सविता आचार्य आइसकेकी छु तपाईहरुको युट्युब च्यानल माता सविता आचार्यको युट्युब च्यानलमा। पक्कै पनि साथीहरु, आज काग तिहार लागिसकेको अवस्था छ। तिहारको कार्तिक महिनाको 2 गते म भिडियो पोस्ट गर्दैछु र कतिपय दाजुभाइ दिदीबहिनीहरूलाई आफ्नो घरमा तिहार लागिसकेको कुरा त सबैलाई थाहा छँदैछ। रमाइलो इन्जोयबल सोच विचार गरिराख्नु भएको छ भने कतिजना चाहिँ यसपालि पहिलोचोटि धेरै वर्ष पछाडि टीका लगाउन आउँदै हुनुहुन्छ। देशबाट विदेशबाट परदेशमा भएका दाजुहरू दिदीबहिनीहरू आइराख्नु भएको अवस्था छ। यो तपाईको यो मौका भनेको यो झिलिमिलीको पर्व हो। यो चाड पर्वले दाजुभाइ दिदीबहिनीको सम्बन्धलाई बढी प्रगाढ सुदृढ गराउँदछ। यसले चाहिँ एकदमै धेरै इम्पोर्टेन्स के भने हजुरको सम्बन्ध दिदीबहिनी दाजुभाइको चाहिँ बाँचुन्जेलको नाता हो भन्ने मात्रै नगराएर कागसँग पनि रिलेटेड छ, कुकुरसँग पनि रिलेटेड छ, गाईसँग रिलेटेड छ, गोरुसँग रिलेटेड छ, भाइसँग रिलेटेड छ र तपाईको बहिनीसँग दाजुसँग दिदीसँग रिलेटेड छ भनेर यो पर्वले स्पेशल सबैलाई विधिपूर्वक मान्दै आएको अवस्था छ। र यसमा हामीले विधिपूर्वक आफ्नो घरमा कसरी लक्ष्मी भित्राउने, कसरी देवीलाई लिएर आउने, कसरी देवीको घरमा वास हुन्छ, कसरी घरमा चाहिँ एकदम सकारात्मक सन्देश छर्न सकिन्छ भन्ने कुरा पनि यो पर्व तिहारले लिएर आउँछ। र यो तिहारसँगै हामीले चाहिँ कतिपय दाजुभाइ दिदीबहिनीहरूलाई चाहिँ पक्कै पनि थाहा छ हैन, अहिले अब देशको स्थिति भयावह अवस्था छ। अब होला, अब चाहिँ केही हुन्छ होला आस्ते आस्ते भन्दै झन् नाजुक अवस्था, झन् बिग्रिदो अवस्थामा छ भने म आफै पनि देशको बारेमा सोचेर निकै दुब्लाइसकेको अवस्था छ। नखाएपछि अब आँखा चाहिँ भित्र पसेर अब सविता आचार्यलाई नचिन्ने स्थिति छ। ढाडको मासु पनि सुकेर ढाडमै सकिसक्यो, सुत्ता पनि हड्डी बिजाउने स्थिति भइसक्यो भनेपछि सायद तपाईहरुलाई पनि यस्तै स्थिति भएको होला, मलाई जस्तै परेको होला। पक्कै यो सर्ट हेर्नु न, म आफै थाहा पाइसकेको छु। मैले अहिले यो 1 महिनामा लगाएको हैन, यो यति टाइट हुन्थ्यो हैन। ल हेर्नुस्, अर्कैको लुगा लागेको जस्तो मलाई कस्तो एकदम भ्याङलाङ्ग देखिरहेको अवस्था छ। भनेपछि अब सधैँ मुख सुकेर अमला खाने अनि भोक लागे एउटा गेडो अथवा 2टा दाना आलु उसिनेर खाएर त साधै त हुँदैन साथीहरु। खाना खानुपर्छ, दाल खानुपर्छ, त्यो पनि हुँदैन। कपाल झरेर एक झोला कपाल राखेको अवस्था छ। हेर्न चाहनुहुन्छ भने म देखाइ पनि दिन्छु। यति धेरै कपाल झरेको छ। अब चिसो बढेको अवस्था छ। तातो पानीले म कपाल नुहाउँदैन, चिसोले नै नुहाउने गर्छु। तै पनि मेरो कपाल झरिरहेको अवस्था छ। र नखाएर हो, टाइममा नखाएर, टाइममा नसुतेर, भिटामिन युक्त खाना नखाएर भनेर मेरो एकजना साथीले अस्ट्रेलियाबाट भन्दै थिइन्। त उनको कुरालाई पनि मैले फलो गरेँ, किनभने तागतिलो चिज भिटामिनहरू पटक्कै नखाएपछि हामीलाई चाहिने चिज के छ त भन्दा केही पनि छैन। त्यसकारणले हेर्नुस् दर्शकबिन, मान्छेसँग बोल्नुपर्छ, आएका फोनहरू उठाउनुपर्छ। आएका फोनका घन्टी उठाएन भने कहाँ गए के भएछ भन्नुहुन्छ। फोन उठाएर उहाँहरूले सपना सोध्नुहुन्छ, यात्राका साइज सोध्नुहुन्छ, भविष्यवाणी विवाह गर्न लाग्दै हुनुहुन्छ, केटी माग्न चाहँदै हुनुहुन्छ, विदेशको यात्रा, भिजाको ट्राई, भिजाको दिन, इन्टरभ्यूको समय सबै सोध्नुहुन्छ। सबै कुरा मैले भनेको अहिले पुगिहाल्छ, म देउतै हो म भन्दिनँ। तर यो दैवीय ज्ञान, यो अलौकिक शक्ति, यो दैवीय ज्ञानबाट माध्यमद्वारा तपाईलाई जति पनि मैले ऊर्जा दिँदै आएको छु, यो कुरालाई चाहिँ फलो गर्नुपर्छ। र आजभोलि युट्युबमा मैले भिडियो दिन बन्द गरेको छु। केही दिन पछाडि अति नै गरेको हुनाले केही दिन पछाडि यो तिहार विशेष र यो कार्तिक महिनाको महत्त्व र के हुन्छ, समय कस्ता दिन आउँछन् भनेर विषयमा बोल्दिने पनि विचार गरेको छु। र मैले वेटिङ गराएको छु उहाँहरूलाई केही दिन पछाडि दिने विचार पनि गरेको छु। र सबैजनालाई इन्टरभ्यू दिने भनेर सबैजना रोइलो गर्न जरुरी पनि छैन। र मैले आफ्नै मन खुसीले इन्टरभ्यू बन्द गरेको हो। र माता सविता आचार्यको युट्युब च्यानलमै हेर्नुहुन्छ, यसैलाई फलो गर्नुहुन्छ, यसैमा आउनुहुन्छ। मेरो आफ्नो कुरा हो, मैले आफ्नो युट्युबबाट यो च्यानलबाट यसो भिडियो राखेँ भने अरूले पनि थाहा पाउनुहुन्छ भनेर हो। अरू दुनियाँलाई दिएर प्रचार गर्ने, उनीहरूको मिडियाबाजी गर्नु जरुरी छैन। किनभने यो अनुहार 20 वर्षपछि नि त्यही सविता आचार्य चिन्छ, 50 वर्ष पछाडि पनि सविता आचार्य नै हो भनेर चिन्छ, 10 वर्ष अगाडि 20 वर्ष अगाडिदेखि माता सविता आचार्य नै हो भनेर मान्छेले चिन्दछ भने मैले कुनै चाहिँ पवित्र काम, कुनै गलत काम, कुनै
कुनै गलत नियतले, कुनै नराम्रो सोचले, कुनै नराम्रो धन्दाले मैले आजसम्म गरेको पनि छैन। मलाई कसैको भविष्यवाणी गरेर टिकटकमा भिडियो बनाएर भाइरल बनाउनु पनि छैन। हेर आए भनेर आओस् मान्छे भनेर विज्ञापन गर्नु पनि छैन। कोही कसै आउनुहुन्छ, फोन गर्नेहरू भेट्न पाइराख्नु भएको अवस्था छैन। मैले अहिले 1.5 महिना जति भयो दर्शकबिन नहेरेको यो बिन्ती टक्ने आएँ मैले। देशको स्थिति र म अलिकति स्वास्थ्य स्थिति पनि सबभन्दा ठुलो कुरा चाहिँ स्वास्थ्य नै हो भने जस्तो पनि भयो र आराम गरेको। माइन्ड फ्रेस बनाउनु पर्यो होइन, पिस हुन पर्यो, अनि मेडिटेसन होइन, एक्सर्साइज अनि ध्यानहरू पनि गर्न पर्यो। उग्रनी हेऱ्यो, अति हेरेपछि खती हुन्छ भने जस्तै जुन पनि कुराको अति भयो भने खती हुन्छ। माया प्रेम अथवा सम्बन्ध पनि धेरै एकदम मान्छेलाई देखाउने गरेको सम्बन्ध भयो भने पनि त्यसले पनि अति नै गर्छ भने जस्तै यो सम्बन्ध अनि यी कामहरू, यो वर्किङ जे छ त्यसले चाहिँ अलिकति खती नै गर्छ। त्यही भएर आराम गर्नुपर्छ, रेस्ट गर्नुपर्छ। देशको लागि मैले प्रे गर्दा, मैले प्रार्थना गर्दा देशलाई राम्रो हुन्छ, देशका जनतालाई सुख मिल्छ भनी मैले किन चाहिँ गर्ने त भन्ने हिसाबले पनि म आफ्नो काम नगरी बसेको छु। भोलि गाह्रो अप्ठ्यारो परेको खण्डमा सहयोग गर्ने साथीहरू हुँदै हुनुहुन्छ। त्यस्तो अप्ठ्यारो स्थिति नआउला भन्नुपर्छ। अहिले यो साँझमा फेरि भगवानको कानमा नपरोस्। मलाई राम्रै छ, ठिकै छ भन्नुपर्छ। एउटा दुईटा आलु खाए पनि, एउटा अमला खाए पनि, एउटा चाहिँ तपाईँको स्याउ खाए पनि होइन, एउटा अनार खाए पनि अथवा अनार नखाए पनि, नरिवलको जुस खाए पनि म बाँचेकै छु भन्नुपर्छ। र खाना नै खानुपर्छ, अगाउनलाई भन्ने मलाई लाग्दैन। हामीले मसलायुक्त खाना खान्छौँ, हामीले दालहरू खान्छौँ, हामीले गेडागुडीहरू अथवा अत्यधिक मसला खान्छौँ भने हाम्रो अनुहारको चमकलाई पनि छुट्टै गर्छ, हाम्रो ऊर्जालाई पनि पल्लो छेउ पुर्याइदिन्छ। हामीले नकारात्मक ऊर्जा आफ्नो शरीरमा लियौँ भने हामीलाई त्यसले नेगेटिभको बाटोतर्फ लगाउँदछ। र जस्तो खान्छौँ त्यस्तै टोयलेट, रातो खाए रातै टोयलेट, पिसाब पनि त्यस्तै आउँछ, दिशा पनि रातै आउँछ भने जस्तै जस्तो सङ्गत गर्नुभयो त्यस्तै हुन्छ दर्शकबिन। त्यसैले सङ्गत पनि हामीले राम्रो मान्छेसँग गर्नुपर्छ। राम्रो मान्छे, पढे लेखेको मान्छे भनेर हुँदैन, उसँग संस्कार हुनुपर्छ, ऊ भित्रैबाट आस्था लिएको हुनुपर्छ, ऊ नास्तिक हुनु हुँदैन। उसले पूजा गर्दा भक्त गरोस्, भक्तिभाव राखोस्, माता गुरुहरूको सम्मान गरोस्, कहिल्यै पनि कसैलाई अपमान नगरोस्। त्यही नै हो। म सबैलाई माता मान्नुपर्छ भन्ने होइन। कोसँग दिव्य ज्ञान छ, कोसँग अलि बढी शक्ति छ भनेर पढेका मान्छेहरू त विद्या लिएछन् भन्नु पर्यो। अलौकिक शक्ति प्राप्त मान्छेहरूले भविष्यवाणी गर्छ। त्रिकालदर्शी भनेको 3टा कालको भूत वर्तमान भविष्य बताउनेलाई त्रिकालदर्शी भनिन्छ। यी कुराहरू भोलिका कुरा, हिजोका कुरा र आजका कुरा भन्न सक्नु भनेको सामान्य कुरा पनि होइन। कतिजनाले खिसी टेउडी गर्छन्, कतिजनाले उडाउँछन्, कतिजनाले यो होइन भन्छन्, कतिजनाले यो वाहियात हो भन्छन्, यो झुट हो भन्छन्, यो झुटको खेती गरिरहेछ भन्छन्। जसले जे भने पनि भविष्यवाणी भन्दा ठुलो अरू केही पनि हुन सक्दैन। विज्ञान भनेको यी मोबाइल बिना बाँच्न नसक्ने भयो। मोबाइलले विभिन्न मान्छेसँग भेटघाट हुन्छ, त्यहाँ माया बस्छ। प्रेम जालमा परेर मान्छेहरूको मृत्यु भएको छ, कसैले हत्या गरेको छ, कोही मर्न बाध्य भएका छन्, कसैलाई हेरेसमेन्ट भएको छ, कसैलाई टर्चर भएको छ। जब फोन थिएन भने राम्रो थियो, कसैलाई चिन्नु पनि परेको थिएन। पत्र मित्रता, चिठी लेखनबाट पनि मान्छेहरू खुसी नै थिए, तिनीहरूलाई पनि आनन्दै मिलेको थियो। आज हामी फोनमा बोल्छौँ, फोनमा बोलेर आनन्द मिल्दैन। 1 घन्टा बोलेर हुँदैन, 1 घन्टा फेरि कल गर्न भन्न सक्छौँ। त्यस कारणले साथी डिस्कस परेर झगडा पर्छ, ब्लकलिस्टमा हुने गरेर हुन्छ। तर म चाहिँ मेरा मनले साथी मानेका मान्छेलाई म चाहिँ ब्लक गर्दिनँ। कृपया मेरो बानी ब्लक गर्ने छैन। तर कतिपय मान्छे देख्छु नकारात्मक सोचले ब्लक गर्छन्, कतिजनालाई तर्साउन ब्लक गर्छन्, कतिलाई हेरौँ न त तेरो भनेर पनि ब्लक गरेको हुन्छन्। म चाहिँ बिन्ती, कृपया मैले आफूले मानेको साथी अथवा मित्र अथवा दिदीबहिनी म कसैलाई ब्लक गर्दिनँ। मलाई अति नै भएछ भने मात्रै ब्लक गर्छु। मेरो मन हतपति रुँदैन। मन रोयो भने त्यो रोएको मनको श्राप त्यो जसले पीडा दिएको छ त्यसलाई लागेको छ। त्यसै कारणले कसैलाई पनि नरुवाउने काम नगर्नु। म त माताजी अलौकिक शक्ति भइ नै हालेँ, मेरो त अचाकाली नै लाग्ने भइ नै हाल्यो। कसैलाई पीडा दिनुभयो भने पनि लाग्ने रहेछ भनेर सम्झिनु होला। कसैले मेरोमा आउँछ मान्छेहरू होइन, फोनमा कुरा पनि गर्छ, मलाई 10 वर्ष अगाडि रुवाएको थियो, आज देख्न पर्यो त्यसको। माता 5 वर्ष अगाडि रुवाएको थियो, देख्न पर्यो त्यसको होइन। ताली बजाउँछन्, तिग्रा ठोक्छन्, खुसी हुन्छन्। तर देख्नु पो भनेर, देखियो भनेर खुसी हुनु पनि जरुरी छैन, र यसको भयो भनेर दुखी हुनु पनि जरुरी छैन। हामीहरू
लिमिटेसनमा बस्नुपर्छ। हामी नियमबद्ध तरिकाले हामीले आफ्नो काम गर्नुपर्छ। र कतिजना दाजुभाइ दिदीबहिनीहरूलाई सविता आचार्यको भिडियो नआएर चिन्ता छ। कतिजनालाई भिडियो कति आएको, यो आइमाईको यो यस्ती उस्ती भनेर जवाफ दिनुहुन्छ होला। जे भन्नुहोस् म सहौँला। यो दीपावली, यो तिहारले, यो कालो कार्तिकले तपाईँको मनमा पनि गोरोपन ल्याइदियोस्, तपाईँको मन पवित्र होस्। यो कालो मन भएका, कालो हृदय भएका, कालो काग जस्तो होइन। आज काग तिहारकै कुरा गर्दा कागले कति छिटो खबर ल्याउँछ, पाहुना आइपुग्या छैनन्, हिँडिसक्दा तेरामा पाहुना आउँदैछन् भन्छन् कागले। काग फेरि यति मजाका हुन्छन् र भनेको, ती कागलाई त भेटेर गफ गर्न मन लागिरहेछ। तर ती कागले मलाई चिन्छन्, जहाँ देखे पनि चिन्छन्। किनभने मैले तिनीहरूलाई चारो दिन्छु, आउँछन्, खान्छन्। कहिलेकाहीँ कुर्र कुर्र कराउँदा कराउँछु, जान्छन्। आँखा पल्टाएर गएको जस्तो फिल गर्छु म। अनि उनीहरूलाई पनि दुःख हुन्छ, उनीहरूले पनि माता भनेर चिन्छन् होला। यहाँ मान्छेहरू आएको देख्थे, बिजी भएको यो घरमा यो केटी यस्तो हो भन्ने पनि बुझेको होलान्। मलाई बडो एकछिन आश्चर्यचकित हुन्छु म। मलाई चराचुरुङ्गीसँग वार्ता गर्न मन लाग्छ, बडो अनौठो फिल हुन्छ मलाई। अर्को कुरा के फिल हुन्छ भन्नुहुन्छ भने अर्को कुरा पनि म तपाईँलाई बताइदिन्छु होइन। यो कागले चाहिँ एकचोटि देखेको मान्छे कहिले पनि बिर्सिँदैन। र 2079 सालको असोजमा दसैँको बेला म एक ठाउँमा जान खोजेको थिएँ, मेरो एकजना आकृति भन्ने साथीकोमा। अनि ऊ लिन आउँदै हुनुहुन्थ्यो। अनि एकजनाले एउटा टिको लाउनु पर्यो, खाली निधार नपार्नु भन्नुभयो। मलाई पिरियड हुने बेला पनि भएको छ, म टिका लाउँदिनँ, बुवा आमासँग उता गइएन, टिका लाउँदिनँ भनेर बसेको। आउनुपर्छ भन्नुभयो, अङ्कल पनि लिन आउनुभएछ, गएँ, टिका लगाएँ। तर मलाई टिका लाउँदा पनि गाह्रो भयो, यस्तो कुइनाहरू हात खुट्टा कटकट कटकट खायो, एकदमै गाह्रो भयो। पछि त्यो आकृतिकोमा पुग्दाखेरि मलाई हन्नन्ती नि ज्वरो आयो। म यति गाह्रो भयो, हस्पिटलको बेडमा बस्नु पर्यो। र मलाई डेङ्गु लाएर लगभग निको हुन 6 महिना लागेको थियो। त्यसपछि म दुब्लाउँदै गएँ, त्यसपछि कपाल झर्दै गयो। मैले भ्याक्सिन स्याक्सिन केही पनि लगाएन। अब अरू के लगाए हस्पिटलमा सिलाइन थाहा भएन। त्यो कोरोनाको भ्याक्सिन, डेङ्गुको, त्यसको मैले केही पनि लगाएन। मैले विश्वास गरिनँ। त्यो चाहिँ एउटा जैविक हतियार हो, जैविक तत्त्व हो। त्यो कुराले कति मान्छे मरे, कति मरिनु पर्यो, कति मारिए, कति खर्च भयो हस्पिटलमा, कतिले आफ्नो परिवार गुमाउनु परेको अवस्था छ। कतिजनाले लास भेटेनन्, कतिजनाले लास पुर्न पर्यो, कतिजनाले राम्रोसँग काजक्रिया गरेनन्, कतिजना आफन्त भेट्न आउन पाएनन्, अहिलेसम्म रोइराख्नु भएको होला। यो जब असोज कार्तिक चिसो हुन्छ, डेङ्गु र कोरोना लाग्ने क्रम जारी हुन्थ्यो। अनि मलाई त्यो कागले सङ्केत दिएको थियो, तँ यो घरबाट नजा, तँलाई सङ्केत गाह्रो भइसक्यो, तँ हस्पिटलमा बास हुन्छ भनेको रहेछ। जब म हिँड्न लागेँ, काग कुर्कुरायो मेरो घरतिर फर्केर। ढोका लाउँदैछु त्यसै गर्छ, अनि नुहाएर कपाल सुकाउँदैछु त्यसै गर्दै थियो, तल निस्केर ढोका लाउँ त्यसै गर्छ, झ्याल लाउँछु त्यसै गर्छ। बाहिर जाँदा पनि म जता गएँ त्यतै फर्केर मलाई करायो। मैले दिदी आज काग करायो, म घर फर्किन्छु, मलाई नराम्रो लागेको छ भने। तर मलाई पिरियड हुन निकै नै गाह्रो भएको अवस्था थियो। र त्यतिखेर पिरियड पनि भयो, 104-5 डिग्री ज्वरो पनि आयो। पत्याउनुहोस्, 6-7 डिग्रीसँग ज्वरो आउँदो रहेछ। हन्ती नै ज्वरो आयो हजुर, यति धेरै ज्वरो आयो मैले सोच्न पनि सकिनँ। त्यसपछि म नेसनल हस्पिटलमा बसेँ। हस्पिटलमा बस्दाखेरिका पीडाहरू, अनि नखाने, भमिटिङ भएको कुराहरू, ब्लिडिङ भएर अहिले नै मर्ला जस्तो पीडाहरू, एम्बुलेन्स बोलाएर लगेको ट्याक्सीमा गएका पीडाहरू, कोठामा भमिट गरेर यति भमिटिङ, रगत नाकबाट रगत चुहिने, ब्लिडिङ भएको छ, मिन्साउँदा अझै माथि तल रगतै रगत पछि भएको, यी कुराहरू त्यो कोठामा सबै रगत। र आकृतिलाई एकदम मेरो स्याहार गर्नु परेको, मलाई कराउँदै, हे तँलाई यस्तो रहेछ, मैले ऋण खाएको रहेछु भन्दै होइन। अनि त्यस्तो खालको कुराहरू मिस हुन्छ साथीहरू। जे मिस भए पनि मान्छेलाई मेमोरिएबल गरायो लाइफमा। मलाई तागत आएको भनेको मैले चाहिँ नरिवल पानी खाएर तागत आयो। अनि खानामा म त्यति धेरै राम्रो रुचि राख्ने मान्छे होइन। अहिले पनि भन्दैछु, उसिनेर आलु खाने कि त खाँदै नखाने, तरकारी सब्जी खान मन लाग्छ, तर अब बनाएर खान अल्छी लाग्छ। बिहानभरि नै जस्तो सुतिन्छ, अरू बेला एकछिन यसो 15-20 मिनट जति पूजा गरिन्छ। धेरै पूजा गर्नमा धेरै बस्न ढाड दुखेर सक्दिनँ। हाम्रो यो देश मन्दिर हो, हामी पुजारी हौँ, हामीले सबैले पल्लो घरमा पूजा गरे ओल्लो घरलाई पनि हुन्छ भन्ने खालको मान्छे हुँ म। यो मेरो वरिपरि शङ्खध्वनि लगाउने धेरै छन्, यहाँ धेरै जसो भक्तिभाव नै भएको ठाउँ छ। यहाँ मगरहरूले पनि शङ्ख बजाउँछन्। यहाँ छेत्री बाहुनले मात्रै होइन, अन्य जात दलितहरूको पनि घरमा शङ्ख बजेको देख्छु। भक्तिभाव गर्ने मान्छेहरू वरिपरि हुनुहुन्छ। शङ्खको आवाज साँझ पक्ष आयो भने त्यो जति खुसीहरू कोही पनि हुँदैन होला। म अति नै धेरै खुसी हुन्छु।
र आफ्ना घरका आफ्ना इष्टदेवता, आफ्ना कुलपितृ, आफ्ना देवदेवतालाई राम्रो गराउन, शुद्धि गराउन, शान्ति गराउन, स्वस्ति गराउन र आफूलाई मन आनन्द प्राप्ति गराउनको लागि हामीले पाठ पूजा गर्ने गर्छौँ, होइन त साथीहरू। अब पत्रकारसँग बोल्दाखेरि कडा बोली उहाँहरूको सोधाइ अनुसारका प्रश्नअनुसार जवाफ हुन्छ। एक्लै बोल्दा यस्तै हो, मेरो स्वभाव यही हो, सोच यही हो। कसैसँग बोल्नु परे, जवाफ दिनु परे, बोल्ने मान्छे हुँ म। कडा बोलेर तपाईँलाई एकदमै उ गर्ने, तपाईँको डाहा गर्ने, रिस गर्ने, क्रोध गर्ने म त्यस्तो मान्छे छैन। मलाई देखाउनु पनि छैन। कसैलाई इच्छा लाग्छ, भूत वर्तमान भविष्यको चिन्ता छ, मेरो प्रति विश्वास लाग्छ, मलाई हेराउन मन छ भने आउन सक्नुहुन्छ, होइन विश्वास लाग्दैन, केही होइन जस्तो लाग्छ भने चुप लाएर बस्न सक्नुहुन्छ। गाली गलज बेइज्जत चाहिँ नगरिदिनु होला, नराम्रो नसोचिदिनु होला, मन पवित्र बनाएर आइदिनु होला, पवित्र आत्माले हेरिदिनु होला, पवित्र मनले सोचिदिनु होला। सबैभन्दा ठुलो कुरा आत्मा पवित्र भयो, आत्मा शुद्धि भयो भने त्यो जति कुराहरू राम्रो केही पनि हुँदैन। कसैलाई डिस्टर्ब गर्ने, इरिटेसन गर्ने, कसैलाई दुःख दिने, साथी बनाएर छोडिदिने, बिच बाटोमै अलपत्र पारिदिने, होइन, ती बाचा इच्छा पुरा हुन्छ नि भगवान्सँग हामीले प्रार्थना, है मेरो साथी यस्तो उस्तो। वास्तवमै साथीहरू बिल्कुल खराब चाहिँ हुँदो रहेछन्। कतिपय मान्छेहरूलाई सबै कुरा सेयर चाहिँ गर्न मिल्दैन। र यो वज्रयोगिनी मन्दिर चाहिँ तान्त्रिक मन्दिर गएको थिएँ, त्यहाँ मैले मेरो साथीहरूको पनि नाम भनेर सम्झेको थिएँ। त्यसपछि त्यो तान्त्रिक पुजारीले अक्षता छर्केको पनि थियो। त्यसै दिनदेखि गाह्रो 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 हुँदै हुँदै यस्तो तान्त्रिक, होइन, दोषहरू डाहरू हुँदो रहेछ है, एकदम राम्रो होइन रहेछ। त्यसैले गर्दा मन छिन्न भिन्न हुँदो रहेछ। हामी मन्दिरहरू पनि कहिलेकाहीँ नचिनिकन अलिक त्यस्तो ठाउँमा हामी पक्छौँ, तर देवालय भगवानको एकदम सम्पूर्ण परिपूर्ति गराउन सक्ने, सबै देवदेवता सबैलाई खुसी मनाउन सक्ने श्री पशुपतिनाथ मन्दिर नै हो। हामी त्यहाँ दक्षिण ढोकाबाट प्रवेश गर्ने भयो, उत्तर ढोकाबाट, पूर्व ढोकाबाट, पश्चिम ढोकाबाट, सबै ढोकाबाट हामीले प्रवेश गरेर पूजापाठ गरेर भक्तिपूर्वक ध्यानपूर्वक बत्ती बालिदिएर फर्क्यौँ भने, सम्झेर फर्क्यौँ भने पनि दर्शकबिन धेरै नै राम्रो हुन्छ। एक दिन म पनि पशुपति मन्दिरको दर्शन गर्न जाँदैछु। तिहार अगाडि नै जान सक्ने सम्भावना नि बढी छ र एकचोटि हजुरहरू पनि त्यहाँ पुग्न सक्नुहुन्छ। यो विभिन्न मन्दिरहरू हामी त कति अब बलि दिएको हुन्छ, रगतपछि जताततै भएको हुनाले म धेरै मन्दिर त म हिँड्न सक्दिनँ, तर गाह्रो चाहिँ हुँदो रहेछ है त्यस्तोमा। अब रगत पैतालामा रगत लाग्छ, अब आफ्नै खुट्टा आफैसँग घिन लाग्छ, होइन, जिउ सिरिङ सिरिङ हुन्छ। अब त्यो नखाने मान्छेलाई त कति गाह्रो हुन्छ आफै सम्झिन्न। यति धेरै गाह्रो हुन्छ कि, यति धेरै गाह्रो हुन्छ कि सोच्न पनि सकिँदैन। र भगवान्ले त घरमै बास गर्नुभएको हुन्छ, शरीरमै हुनुहुन्छ भगवान्, मनमै हुनुहुन्छ भगवान्, आत्मामै हुनुहुन्छ भगवान्। हाम्रो शरीरमै भगवानको बास हुन्छ। हामी कहिलेकाहीँ नकारात्मक ऊर्जा भएका मान्छेको म्यासेजले पनि मलाई चित्त दुख्छ। कहिलेकाहीँ नेगेटिभ मान्छेसँग रिस उठ्छ, झनक्क उठ्छ। नेगेटिभ मान्छे भेट्यो भने आफूलाई गाह्रो हुन्छ। हो, उसको कारणले उसको सङ्गतबाट पनि हामीलाई बिस्तारै प्रभाव पार्दै हामीलाई नकारात्मक ऊर्जातिर गएर हामी मिलिरहेका मान्छेलाई त्यो मान्छेको इनर्जीले हामी बोलिरहेको छौँ भने पनि बोल्न मन नलाग्ने त्यस्तो हुन्छ। मलाई चाहिँ हुँदैन है, म सबैसँग बोल्छु, म चाहिँ कसैले केही गर्न सक्दैन कि। कोही कसैलाई गर्छ हल्का छाया भएको, अन्य कसैलाई गर्यो भने त उनीहरूले बिस्तारै बुझ्छ। म चाहिँ सत्य मान्छेलाई चिनेरै सङ्गत गर्ने हुँ। कहिलेकाहीँ झुटको खेती गर्नेहरू, कहिलेकाहीँ प्रयोग गर्नेहरू, कहिलेकाहीँ युज गर्नेहरू, होइन, कहिलेकाहीँ पैसाको बार्गेनिङ गर्नेहरू, पैसा माग्नेहरू, पैसा मनी माइन्डेड मान्छेहरूसँग पनि भेट हुन्छ। म चाहिँ मनी माइन्डेड होइन, म मेरो काम गरेर खान्छु, मलाई कसैले उपहार दिनु पर्दैन। तर तैँले काम गरिस्, तेरो कारणले मेरो बच्चा भयो, तेरो कारणले मेरो पियार भयो, तेरो कारणले मेरो आमाको यस्तो भयो, बुवाको यस्तो भयो, भाइको यस्तो भयो भने चाहिँ पैसा दिँदा मलाई पाप लाग्दैन। मलाई मान्छेहरूले सहयोग धेरैले गिफ्टकै कुरा गर्ने भन्दा लाखौँसम्मको गिफ्टहरू दिने पनि हुनुहुन्छ। त्यो ठुलो कुरा भएन। अहिले एउटा जाबो, एउटा 1 तोला सुनलाई 3 लाख पर्न लाग्यो। जमाना कहाँबाट कहाँ आयो। एउटा टी सर्ट किन्न पर्यो भने 2200 3000 घटी, 5000 घटी राम्रो लुगा पाइँदैन। एउटा कुर्ता लाउनु पर्यो राम्रो चिटिक्क परेको तिहारमा भनेर गयो भने हामीले त्यहाँ 7-8 हजार 10 हजार लिएर जानुपर्छ। अझै राम्रो हुँदैन। 1-2 चोटि लाएर घाममा सुकाएपछि लाउन नहुने खैराते नै हुन्छ, कलर जान्छ, त्यसको बुट्टा सबै बिग्रिन्छ। भनेपछि पैसा केही होइन भन्दा केही हो, तर यस्तो चिज हो। पहिला यस्तो थिएन। 5 रुपियाँमा राम्रो पाइन्थ्यो, 2 रुपियाँमा पाइन्थ्यो, 10 रुपियाँमा, 15 रुपियाँमा त छानी 20 रुपियाँमा। यस्ता दिन अब कहिले पनि फर्केर आउँदैनन्।
विश्वतिरै म अघि बढेको छ, यहाँ मात्रै होइन। र हामीले अब कसरी बाँच्ने भन्दा शान्ति पिस हुने, ध्यान गर्ने, पोजिटिभ मान्छेसँग सङ्गत गर्ने, ध्यान हामी त्यही नै हो। हामी साथी भनेर जिन्दगीमा कहिलेकाहीँ श्रीमान बिहा गरेकै श्रीमान त तपाईँको आफ्नो हुँदैन, डिभोर्स कतिखेर हुन्छ टुङ्गो छैन। साथी त साथी हुन्छ नै, साथी सबभन्दा ठुलो हो भन्ने मेरो सोच हो। तर साथीहरूले पनि साथी जस्तो कहिलेकाहीँ सोचिदिँदैनन्, त्यसले गर्दा गाह्रो। साथी यस्तो होस्, काग जस्तो साथी बनाउनुपर्छ। कागले छिटो खबर दिन्छ, कागले खबर सुनाउँछ, दुःख सुखका खबर सुनाइदिन्छ। काग मान्छेसँग रिलेटेड छ, कागले मान्छेसँग सङ्गत गर्छ, कागले जहिले पनि हामीलाई भलोको काम गर्छ। त्यसैले साथी त्यस्तो होस्, काग जस्तो होस्। तर कालो हृदय होइन, काग कालो भए पनि उसको मन गोरो छ। उसले त बिरामी हुँदैछस्, त घरमा नजा, त त्यता हिँड्दै नहिँड, सायद नपार, तेरो घरमा पाहुना आउँदैछ, तेरो घरमा अनिष्ट हुँदैछ है, विचार गर है, लल्डिस है, तँलाई गाह्रो छ, विचार गर है भनेर कागले खबर दिएको हुन्छ। हो त्यस्तै होस् साथी। काग चाहिँ तिहारको, काग पूजाको, कागको जन्मदिनको के भनौँ अब, यो सबैको एकमुष्टमा शुभकामना र दीपावलीको हार्दिक हार्दिक शुभकामना पनि व्यक्त गर्दै म माता सविता आचार्य तपाईँहरूकै युट्युब च्यानल माता सविता आचार्यको युट्युब च्यानलबाट बिदा हुन्छु। बिदा हुनुभन्दा अगाडि मेरो मोबाइल नम्बर 9842 17 16 2 9842 17 16 2 यसै मोबाइल नम्बरबाट सम्पर्क गरेर मलाई भेट्न सक्नुहुनेछ। हजुरको मनमा पवित्र भावले भेट्न मन लागेको खण्डमा मात्रै मलाई भेट्न सक्नुहुनेछ। हजुरका भूत वर्तमान भविष्य सबै बताउनेछु। जस्तै बिजनेस गर्दै हुनुहुन्छ, घर किन्दै हुनुहुन्छ, जग्गा जोड्दै हुनुहुन्छ, यात्रा गर्दै हुनुहुन्छ, विदेश होइन लभ गर्दै हुनुहुन्छ, विवाहबारी हरेक कुरामा सोध्न सक्नुहुनेछ। म चिना चाहिँ चाहिँदैन, चिना मिलेको हुनुपर्छ। अहिलेको मभन्दा साना या मेरो लेभल यति घाम थिएँ भनेर जन्माएको हुन्छ, त्यो सबै कुरा चिना मिलेको हुँदैन। बिहे गरेर हेराएर गर्नुभयो भने बहुत राम्रो हो। म चाहिँ अनुहार हेरेर मिल्छ कि मिल्दैन भनेर हो। अब लभ म्यारिज हुन्छ तेरो भन्दैमा लभ गरेको रहेछ, गरेर भएन, त्यो केटीको ग्रह कस्तो, केटाको कस्तो, त्यो चाहिँ विचार गर्नुपर्ने स्थिति हुन्छ साथीहरू। त्यसैले अहिले पछिल्लो क्रममा डिभोर्सको क्रम धेरै नै छ, अझै डिभोर्सको क्रम बढेर जान्छ। अबका बिहे पछाडि छन् जुन डिभोर्स एकदम सङ्कटहरू बढी आइलाग्छ। मैले जिन्दगीमा त्यही नै देखेको छु, त्यही चिजहरू भविष्यवाणी देखेको छु। यो कलियुग हो, कलियुगमा कलहको युग हो, झगडा काटमाट हत्या हिंसा यो बढेर जाने नै छ। र माता सविता आचार्यको युट्युब च्यानल यतिका बेर हेरिदिनु भएकोमा, साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद भन्दै हजुरहरूबाट म छुट्टिन्छु। छुट्टिनुभन्दा अगाडि 9842 17 16 2 9842 17 16 2 यसै मोबाइल नम्बरमा सम्पर्क गरेर भेट्न सक्नुहुनेछ। यति भन्दै बिदा हुन्छु। हस्त नमस्ते।